नमस्ते गाइज, म आज तपाईँहरूलाई अलि छुट्टै फरक खालको भिडियो देखाउन गइरहेको छु। म आज टोकियोको नेजु स्टेसन नजिकै रहेको नेजु श्राइनमा लैजान चाहन्छु। यो नेजु श्राइन भनेको चियोदा सेनको नेजु स्टेसनबाट हिँडेर 10 मिनेटमा लगभग 500 मिटरको दूरीमा छ। र यो चाहिँ अहिले एकदमै दुलही सिंगारी चाहिँ भएर सिंगारिएको छ। एउटा मन्दिरको छेउमा रहेको एउटा पाखो र यो चाहिँ एकदमै अहिले एकदम सुन्दरतामय भएको छ। राता, पहेँला, सेता विभिन्न थरीका रङहरूले भरिएका फुलहरू छन्। यसमा चाहिँ तपाईँ 500 येनले प्रवेश पाउन सक्नुहुन्छ। 500 येनले प्रवेश गरिसकेपछि मजाले त्यहाँको फुलको दृश्यावलोकन गर्ने अनि त्यसपछि फोटो भिडियोहरू खिच्ने, मनोरञ्जन गर्ने, रमाउने, एकछिन भए पनि एकदमै मनलाई शीतल प्रदान गर्न सक्नुहुन्छ। यो चाहिँ श्राइनमा जाने यो बाटो हो, यो प्रवेशद्वार। अब यहाँको आफ्नो रिचुअल्स अनुसार हैन, विधि अनुसार त्यहाँ प्रवेश गर्ने अब त्यो पूजापाठको कुरा हुन्छ। म अलि भित्रसम्म चाहिँ जान सकिनँ, समय अभावका कारणले गर्दा। म अलि अल्छी भएको कारणले गर्दाखेरि म आधा बाटोबाट फर्केँ र त्यहाँबाट फर्केर म फेरि तपाईँलाई यो मन्दिर परिसरको अरू दृश्यहरू देखाउन गइरहेको छु। यो चाहिँ मन्दिर भइहाल्यो हैन, हाम्रो भाषामा चाहिँ मन्दिर नै भन्छौँ। र यताबाट देखिने दृश्य, त्यहाँ बगैँचाको दृश्य पनि हजुरले राम्रोसँग देख्न सक्नुहुन्छ। अनि त्यसै गरेर यहाँ चाहिँ एउटा पोखरी पनि छ। तपाईँलाई त्यो पोखरी भन्दा पनि सानो पानी बग्ने ठाउँ छ। त्यहाँ चाहिँ कछुवाहरू छन्, हो, साना कछुवाहरू थुप्रै देख्न सकिन्छ। माछा खेलिरहेका छन्, सुन्दर माछा, सुनौलो माछा पनि देख्न सकिन्छ हैन। अनि त्यसै गरी यहाँबाट देखिने त्यहाँको फेरि सुन्दरता, बगैँचा, पखेरो है, पखेरामा रोपेका फुलहरू। र मेरो आज क्यामेराम्यानको रूपमा मेरो सहयोगी मेरो छोरो थियो। यो मेरो ह्यान्डसम छोरो, एकदमै हेर्नुहोस् लक्का जवान छ, सुन्दर छ हैन। यसको साथमा थिएँ म। र म अहिले यहाँनिर यो चुचुजी बाछुरी भन्दो रहेछ, त्यो चाहिँ त्यहाँ पोस्टर टाँसेर पनि पोस्ट गरेको छ। र म अहिले अन्त्यमा